7:30 बजेको समयमा हामी आफ्नो गाडी चढेर हाम्रो यात्रा सुरु गऱ्यौँ। लाङटाङ ट्रेक हाम्रो 7 दाजुभाइको जीवनको एउटा नयाँ अध्याय जस्तै बन्यो। सहरको भिड र आवाज पछि पर्यो अनि सुरु भयो साँगुरो मोडिएको तर स्वर्ग जस्तै सुन्दर बाटो, नुवाकोट जाने बाटो। गाडी नुवाकोटतिर लम्किँदै जाँदा बाटोका दुईतर्फ हरियो वन अनि टाढा देखिने पहाडहरूका श्रृङ्खलाले सबैलाई मोहित बनाइरहेको थियो। चिट गाड्नु पर्दैन रे, पर्दैन रे, उन्जीको त यहाँ समस्या। हामी चाहिँ अहिले शिवपुरी आइपुग्यौँ। अब चाहिँ यो चाहिँ एउटा सानो टी ब्रेक, केटाहरू सानो टी ब्रेक छ, दाइहरू पछाडि हुन्छ। अब हामी चाहिँ यहाँनिर सर्ट एउटा टी ब्रेक कति 10-15 मिनटको गरेपछि निस्किन्छौँ। यहाँबाट चाहिँ यति राम्रो हिमालको रेन्ज देखिया छ, लाङटाङ रेन्ज कस्तो बवाल देखेको छ। वेदर चाहिँ एकदम लभली छ। यहाँबाट चाहिँ यति राम्रो लाङटाङको रेन्ज देख्ने छ पुरै पछाडिको लेखबाट। केटाहरू चाहिँ भित्र बसेका छन्। On the way to Langtang, कस्तो भइरहेछ त? lovely, रमाइलो। ठीक छ नि हैन? यो बलास। मुड बोका गरा। बाकी छ। First waterfall of the year. त्यहाँ चिया खाएर केही समय हामी बसेपछि हाम्रो यात्रा सुरु भयो। कोही गाडीको झ्यालबाट हावासँग खेल्दै थिए, कोही रमाइलो गीत गाइरहेका थिए अनि कोही बाटोको दृश्य क्यामेरामा कैद गर्दै थिए, जसरी मैले गरिरहेको थिएँ। नुवाकोट जाने बाटो साँच्चीकै अत्यन्तै सुन्दर थियो। दुवैतर्फ पहाड, बिचमा आइरहने झरना र हामी 7 दाजुभाइको एकअर्काको साथ। हामी जिस्किँदै रमाइलो गर्दै गीत गाउँदै बिस्तारै नुवाकोटबाट थुन्चेतर्फ लाग्दै थियौँ। रोडको बाटो त्रिशुली तल बाटो चाहिँ अलमोस्ट सबै राम्रो छ, कुनै कुनै ठाउँमा अफरोड हो। अब चाहिँ हामी यो पुल क्रस भएपछि रसुवा इन्टर भयो। यहाँनिर रसुवा आइपुग्यौँ। पुलिस चेकपोस्ट टक्क लगाएर यहाँ गाडीमा। हेलो समीर, कस्तो हुँदैछ? एकदम बवाल। केटा कसैलाई भमिट समिट केही त आएको छैन नि? ठिक ठिक ठिक। के भएको रे खासमा? ए अनि बाटो बन्द? स्याड भयो। अगाडि खोइ एउटा के एक्सिडेन्ट भएर करेन्ट लाग्यो कि के भएर अब चाहिँ बाटो बन्द गरेर छ अरे। खै कताको बाटो, अर्को बाटो चाहिँ डन्डो, कताको बाटो लान्छ। अल गुड। त्यसपछि चाहिँ हामी मेन बाटो बन्द भएर भित्र गाउँको बाटो छिरेर जानुपर्ने थियो। लक्कीली हामी यो बाटो आयौँ भनेर भन्छु म, किनभने यो बाटोबाट देखिएको दृश्य यति राम्रो थियो कि गाडीको बाटो बन्द भएर भित्रको छिरेको ट्रक बस ससले गरेर आज एकदम झ्याउ छ। फेरि अगाडि बाटो यहाँ बिग्रिएर गाडी
हुन्छ ल यस बाटोबाट देखिएको मैलुङ झरनाको दृश्य र पारी देखिएको गाउँको दृश्य म कहिले पनि बिर्सिन सक्दिनँ। त्यसपछि फाइनल्ली हामी त्यो सानो बाटो बिस्तारै अघि बढ्दै हामी फाइनल्ली हामीले मेन बाटो भेट्यौँ र हाम्रो यात्रा सुरु भयो। अहिले चाहिँ हामी फाइनली धुन्चेको चेकपोस्ट गऱ्यौँ होइन। अब धुन्चेको चेकपोस्ट गरेपछि अब खाना चाहिँ सिधै साप्रोपेसी गएर खाने प्लान छ। सो अहिलेलाई यही छ। यहाँबाट राफ्टिङ गर्नुपर्छ क्या हो? खोला पनि यही हो होइन, भोटेको सिमला नि यही हो। म त बाहिर छु यार, त्यहाँ अरे निस्किनु है अन्त आएपछि चाहिँ हामी यो डाँडाहरू चढ्ने हो क्या? डाँडामा चढ्ने होइन। चाहिँ फाइनल्ली काठमाडौँबाट हिँडेको 6 घन्टामा स्याफ्रोपेसी आइपुगेको छौँ। भर्खर हाम्रो गाडीहरू यहाँ ब्यागहरू ओह्रालेको छ। त्यति धेरै टाइम चाहिँ लाग्थेन, तर बिचमा त्यहाँ एक्सिडेन्ट भएर बाटो बन्द गरे भएर हामी एउटा डाँडा नै क्रस गरेर आउनु पऱ्यो। सो अब चाहिँ यहाँनिर खाना खाने, खाना खाएपछि अब हामी हिँड्ने भनेको यहाँबाट यो यताको यो बाटो हिँड्दै जाने हो। सो यही होला। हामी चाहिँ भर्खर स्याफ्रोपेसीबाट हिँड्यौँ। त्यो पछाडिको पुल हुँदै अब हाम्रो त्यहाँ माथिबाट हिँड्दै आउनुपर्ने रहेछ। अब हामी चाहिँ आफ्नो ट्रेकिङ जर्नी स्टार्ट गर्दैछौँ। अब आजको हाम्रो फर्स्ट पोइन्ट भनेको ब्याम्बो हो। सो आज हामी त्यही बस्छौँ, त्यसपछि भोलिदेखि हामी अर्को डेस्टिनेसनतर्फ जान्छौँ। एकदम रमाइलो ठाउँ पऱ्यो। हामी स्याफ्रोपेसीबाट हिँडेको 40 मिनटपछि यहाँनिर आइपुग्यौँ। राम्रो झरना छ। यहाँनिर चाहिँ वाटर क्रसिङ हुँदैछ। सही कस्तो हुँदैछ? रमाइलो। नाइस। हिँडाइको भर हुन्छ। पहिलो सहिले देख्यो भने हिँडिरहेको पेसभन्दा चाँडै हिँड्नु। बरु यता आएर बस्नु, त्यसमा बसेर काम नगर है। बेसीबाट हिँडेको लगभग 1.5 घन्टामा हामी यो हाइड्रो पावर हो कि यो यहाँ आइपुग्यो। अब यहाँबाट चाहिँ उता हिँडेर जानुपर्छ यो बाटो। अहिलेसम्म चाहिँ यहाँसम्म चाहिँ खोलाको तिरैतिर। यो चाहिँ डोमेन जस्तो लाग्यो मलाई। वेलकम टु डोमेन। अब हामी 1 घन्टा 1.5 घन्टा जतिमा फाइनली ब्याम्बो पुग्छौँ। माथि उकालो आएपछि चाहिँ यस्तो उकालो छ। अघि हामी खोलाको बाटो मोटर बाटो हिँडिरहेको थियौँ। यो चाहिँ एउटा छुट्टिने पोइन्ट हो। हामी चाहिँ ठ्याक्कै युआर हियर भन्ने ठाउँमा छौँ। यहाँबाट लाङटाङ, यहाँ यही स्याफ्रोको बाटो,
यो माथिको बाटो चाहिँ गोसाइकुण्ड यस्तो छ। सो त्यो देखेको चाहिँ पहिरो होला आई गेस। हाम्रो आस्ट्रो सोल्टीले चाहिँ क्याब फसेर यहाँ ब्याग बोकेर आएको छु म। उता उता गएको छ। यहाँबाट यस्तो छ। हाम्रो आस्ट्रो सोल्टी चाहिँ भर्खर आयो। क्याब पायो बा सही 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 ल यत्रो ब्याग बोकेर आएको छु ल मैले। यत्रो हिँडेर अझै आवर भनेको छ 2 घन्टामा ब्याम्बो पुग्छौँ हामी। तपाईँहरू चाहिँ यहाँ पहिरो भन्ने ठाउँमा पनि होटेलहरू बस्नहरू पाउनुहुन्छ। पहिरोबाट हिँडेको ठ्याक्कै 1 मिनटमा चाहिँ यहाँनिर हिरमाउरी देखियो। यस्तो खतरा। खाने हो क्या? खाने कति बेर ल्याउनु खाइदिने हो अब माथि चढ्ने। सही स्याफ्रोपेसीबाट हिँडेको लगभग 3-3.5 घन्टामा चाहिँ हामी यहाँनिर ब्याम्बो आइपुग्यौँ। सो यस्तो अमेजिङ भ्यू छ होइन, म देखाउँछु। अति नै अमेजिङ। हामी यहाँ छौँ, ब्याम्बो त्यहाँ छ। अमेजिङ भ्यू चाहिँ यहाँ छ क्या। लभ इट। अहिले चाहिँ हामी ब्याम्बोमा भर्खरै आएर एकछिन फ्रेस भयो। भर्खर भने आधी घन्टा जति भयो। आधी घन्टा ड्रेस चेन्ज गऱ्यौँ। यहाँभित्र चाहिँ तातो छ, त्यही भएर यहाँ समेत अन्त ल्याएछौँ। बाहिरको चाहिँ कस्तो छ भने यस्तो छ। सो यो रुम भयो हाम्रो। हामीले चाहिँ पहिले बुकिङ गरेर आएको छौँ रुम होइन। यस्तो प्याक छ डोमेस्टिक टुरिस्टले गरेर। चिसो यस्तो छ। यहाँबाट चाहिँ एकदम बवाल भ्यू देखिन्छ। यस्तै राम्रो भ्यू छ। भित्रको लाइट चाहिँ यत्रो छ होइन। अनुहार चाहिँ अफ गर्दा त्यो लाइट भित्रको लाइट चाहिँ यत्रो छ। अनुहार भाइको लाइट बाल्दा हो। टोपीमा लाइट छ। ओए जुनकिरी चाकमा बाल्दैन भाइ। हाम्रो चाहिँ बेलुकाको डिनर के छ यहाँ? आलुको तरकारी, अलिकति स्यालेड, अचार सचार, पापड सापड, दाल। केडा हो अनएक्सपेक्टेड पाराले विशाल सोल्टीलाई भेट्यो यहाँनिर। यो अस्ति त क्या घुमी फेरि खुइ खुइ गर्दै यतापट्टि यस्तो क्या। इन्डियातिर भए त ठर्की साला भन्थ्यो होला। हामी चाहिँ निन्द्रा नलागेर गफ हान्दै बसेछ। कुकाले भाले जुत्दाखेरि। त्यसपछि हामी त्यस दिनको यात्राको बारेमा गफ गर्दै एकछिन रमाइलो गर्दै सबैजना हाँसीखेरी गर्दै त्यो दिन कसरी बित्यो भन्दै सुत्न थाल्यौँ। त्यसपछिको यात्रा धेरै एकदम रमाइलो छ। त्यसैले दोस्रो यात्रामा पनि जोडिनुहोला। धन्यवाद। थ्याङ्क यू।